100 रुपियाँको टिकट 5 वटा लिएको छु ल हामीहरू 5 जना आएको छु मेला देख्नको लागि ल जाउँ हामी भित्र जाउँ यता हेर्न ब्रिज कस्तो खतरा लागेको छ लन्डन ब्रिज भनेको देशी ब्रिज बनाइदिएको रहेछ कि ओरिजिनल लन्डन ब्रिज त होइन देशी ब्रिज कता जाइछु तोरो के मेला कुन बेला विदेशी मेला टिकट चल 5 चल 1 मतलब अजीब खालको एकदमै स्पेशल खालको हेलो हेलो आफ्नै दिन भिडियोमा हाई गरिदिनु पर्यो यता पुरै ठुलो झुलाहरू छ एकदमै झुला हेर्ने कुन एक्टरहरू आएको रहेछ ल छिर्ने बित्तिकै टाइटी साइटी छाप्नेहरू ठाउँ छ त पहिला सबै चिज घुमेर त्यसपछि मात्रै जाने मेलाको भित्रमा होइन मतलब खत्रै खालको छ र के यो मेला मतलब मेला सुन्नुभन्दा अगाडि 5 राउन्ड त हामी यतै घुम्नुपर्छ त यार 5 राउन्ड हामी यतै घुमेर आयो यता आवाज आएको छ सिधै उता त एकदम गीत बजाएको छ मान्छे त थोरै होला नि त ओ भाइ भन्नुभन्दा अगाडि त पुरै सबैभन्दा अलगै ठाउँमा रहेछ कि खोला साइडमा परेको छ नाच्नु पनि पर्छ नि भोजपुरी भर्खर भोजपुरी सुन्नुभयो नि तपाईँहरूलाई एउटा कुरा थाहा नै छ होला भोजपुरी नेपाली हिन्दी सबै गाना मिक्स गरेर बजाइदिनु तामाङ सेलो सबै गीतहरूलाई चाहिँ हामीले यहाँहरूको साथ नछोडिकन अहोरात्र खटाउने व्यक्तित्व हुनुहुन्छ सो अघि नै पनि उहाँले एकदमै सुमधुर स्वरमा गीत गाएर जानुभएको थियो यतिखेर चाहिँ अलिकति यो माहौललाई चाहिँ थोरै डान्सिङ गराउने हो कि डान्सिङ तपाईँहरूलाई थोरै सासको लागि जब सास पनि बढ्न लागिसकेको छ पानी परिरहेछ यार पानी बसेर साथ दिनुभयो त थ्यांक यू भिज यार जोर से पानी आवे छ ओके एकचोटी सबै गरेर स्टाइल गर्दै होला यसो बताएर बस्नु बाहिर नजानु है मतलब पानी पर्ने बेलामा त सबै भागिसकेको छ अहिले पानी पऱ्यो भने राम्रो मेला पनि बर्बाद भइहाल्छ कि राम्रो मेला यो चाहिँ गोर्खोको लन्डन ब्रिज उतासम्म छ क्या मेला